तुम्बा अन्त बोकेर लानु हिँडेर आउनु हिँडेर जानु त्यो टाइममा चाहिँ योक्समबाट गेजिङ यत्रो फल्थ्यो आम्मो है बकसेर आउँदा लाग्यो मर्छ अन्त त्यहाँ त मान्छे चिप्लिन्थ्यो भन्छ त हिँड्दाखेरि एप्पल झरिरहेको बेला त त्यो जग्गा सबभन्दा एप्पल बारी नै अहिले भन्छ त्यो पहिला त जोर फल्थ्यो नि तुम्बा है जोर फल्थ्यो नि हो अगाडि त उयो नाचपाती तिन घरले खान्थ्यौँ एकले यता हामी आफै अन्त काकाको उसको त भन्दै पर्यो त्यसो भए पनि चित्तै खान्छ यत्रो फल्थ्यो आम्मो है बकसेर आउँदा लाग्यो मर्छ छिपेको टाइममा चाहिँ उसलाई त्यसको छेउमा गएर चाहिँ साह्रो बस्नु हुँदैन त टाउकोमा लाग्यो फुट्यो मर्थ्यो तुम्बा यहाँ माथि माली कटरमा चाहिँ एप्पल फल्थ्यो भन्छ त हो यत्रो फल्थ्यो त्यहाँ त हामीले सिरी र मैले बोकी लगेर चाहिँ गेजिङ बेचेँ 10 पैसा दाना 5 पैसा कि कति हो ढाकरमा यस्तो डोकोम बोक्नुपर्छ नि एक ढोको बोक्नुपर्छ कि मङ्केर गर्दा लाउँदा यता चेक्नुपर्छ अन्त तुम्बा अन्त बोकेर लानु हिँडेर आउनु हिँडेर जानु त्यो टाइममा चाहिँ योक्समबाट गेजिङ अब बेलुका फेरि उयो गरेर आउनै छ भने त बेचिराख्यो बारी 1 मन बोक्यो आयो यहाँबाट पनि बोक्दा भारी बोकेर गयो तल पनि भारी बोकेर आयो भरे 10 बजी रातितिर आइपुग्थ्यो गाडी कुरा छैन रोडै छैन रोड छैन नि रोड तर त्यस्तो होइन कि उहिले त पर घुम्नु पर्दैन नि त्यहाँ उयो रिम्बीदेखि माथि जम्पुङ निस्किन्छ जम्पुङदेखि माथि गयो भने यता स्याङ्ला डाँडा भन्ने एउटा थियो माथि यति बेला टुरिस्टको के जस्तो थियो कि त थियो बनाएको छ कि त्यहाँदेखि यसो चौरालो गएर तल गेजिङ है अन्त उन्दुको गयो भने त रेलिङ निस्केर पल्लोपट्टिदेखि उन्दु पछि गयो भने जबातिर निस्क्यो ए हजुर तुम्बा त्यति बेला त्यस्तो दुःख गरेर पनि बेच्नु भयो के गरे तुम्बा अन्त अहिले फेरि एप्पल चाहिँ योक्सममा हुन थालेको छ अरे हौ बर्खादेखि चाहिँ पहिला कता थियो त्यसै हाम्रो बिरुवा रोपेको जस्तो रोप्यो आइहाल्थ्यो तुम्बा मल आउँछ मल चाहिँ हाल्ने अलिक तरिका रहेछ तुम्बा के हो कि रङ जस्तो चुना जस्तो पनि दलेको हुन्छ मालिकटरको त्यो आइफलबारी छ ए हजुर तुम्बा जोर फल्यो नि यहाँ त के भन्नु मात्रै घुन्सामा फल्थ्यो यत्रो यहाँको हाम्रो यहीँको चाहिँ यत्रो फल्थ्यो यत्रो भन्नुपर्छ एक ए है तुम्बा यसो टिप्दाखेरि हात भर्ने खालको ए हजुर 2-3टा खाइन अगाउँथ्यो होला तुम्बा कहाँ खानु सक्छ एउटै दानाले तिर्खा पनि मेट्यो त्यो भुँडी पनि अगायो अन्त के सबै भयो तुम्बा जिउको लागि राम्रो हो नि तुम्बा अन्त त्यो भारी बोक्यो हिँड्यो ए हजुर तुम्बा खायो भोक लाग्यो भने त्यही निकाल्दै खाने उहिले त अब उयो खाजा पनि त के छैन कमाइ गरेको छ भने मकैहरू हुन्थ्यो भुटेर बोक्नु खोज्छ त्यो खानुपर्छ त्यस्तो हुन्थ्यो है तुम्बा किनेर खाने त पैसा भए पो लु म एप्पल दिन्छु यो के त अन्त 5 पैसा कट्टा त 10 पैसा कट्टा त्यस्तो ठुल्ठुलोहरू चाहिँ 10 पैसा भन्यो भने मरिकन किन्छ ए हजुर हजुर अन्त सानोमा मसिनो हो भने त 5 पैसामा पनि मान्दैन पो त ए है 40 पैसा 50 पैसा त्यो त्यस्तोमा बेच्यो त्यसै त्यो टाइममा त्यसरी दुःख गर्नुभयो तुम्बा हामीले दुःख नगरेको होइन अहिले 72 वर्ष हुन्छ म पुगिसक्यो 72 त्यति बेला म कतिको थिएँ भने 20 वर्षको त थिएको 18-20 ए हजुर तुम्बा अन्त त त्यही त तुम्बा अब यस्तो लाग्दो रहेछ पहिला तुम्बाहरू चाहिँ हिँडेर गेजिङ पुगेर आउनुहुन्थ्यो भन्दाखेरि चाहिँ अब अहिले सपना जस्तो लाग्दो रहेछ कि तुम्बा अन्त अब तपाईँ यो बोलिराखेको चाहिँ अरूले पनि देखोस् भनेर नि तुम्बा अब तपाईँहरूले किनभने त्यो देखेर गरेर गरेको पत्ता त्यो बाटोहरू पनि अहिले गयो म चिन्छु तर रोड
काटेर के गरेर भिर गइसक्यो ए हजुर त्यो पर 13 माइलदेखि पर त्यो केन्दाम भन्छ होइन हजुर किन दाम छ हो त्यसको यता यसो उन्टु गयो भने तल रिम्बीको छ रिम्बी खोला पुग्छ हजुर हजुर रिम्बी खोला तरेर पारीबाट यसो उकालो झर्नु माथि जम्पुङ निस्किन्छ नि तुम्बा ठिकै हो जम्पुङदेखि चाहिँ उकालो उकालो गयो माथि पुगेपछि चाहिँ एउटा बाटो यता गो जाने चाहिँ माथि सङ्ला डाँडामा निस्किन्छ एउटा चाहिँ ग्याबातिर चाहिँ ए हजुर हो त्यता पर गयो के कहाँबाट जाने विचार छ त्यतै लाग्यो ए हजुर तुम्बा ग्याबा निस्किएर उता गेजिङ बजारमा निस्क्यो बजार पनि केही अहिले त त्यो माथि ग्राउन्ड टारमा मात्र थियो त ए हजुर तुम्बा अब त्यहाँदेखि त्यता बेचिराखेर आउनु 2 दिन विचार त्यसरी कति वर्ष हो त्यति बेला त ए हजुर हामीले चाहिँ तुम्बा त्यो रामसाई अलैँची चाहिँ कतिजनाले टिप्नुहुन्थ्यो अरे एउटै बोटमा 3जना बसेर अब पल्लो एकजना यता एकजना त ए हजुर ठुल्ठुलो हुन्थ्यो तुम्बा त्यति बेला चाहिँ यत्रो एरिया राखेको हुन्छ नि आम्मा हजुर। त्यो एक खसेलाले झिर्क्यायो भने मान्छे खतराक लड्ने है अन्त यसमा फेरि 3 जङ जस्तो टिप्यो भने नि हजुर चढाएर चाहिँ 1 बोरामा अट्दैन आम्मा त्यति साह्रो फलेको नि हो। ए हजुर अहिले चाहिँ के हो के तुम्बा लच्छिक एउटा बोटमा एउटा पनि फल्नु मुस्किल भएको छ पहिला जस्तो फलाइ छैन है तुम्बा छैन। पहिला चाहिँ तुम्बाहरूको टाइममा चाहिँ रामसाई मात्र रामसाई मात्र ए सेरेमना भडलाङ थिएन है त्यति त्यो कुरा पनि देखिएन अन्त त चिन्दैन अहिले त कुन के हो खै हो भन्छ के छ ए हजुर रामसाई त तुम्बा अहिले फेरि देख्दैन त हौ पाउँदैन पनि पाउँदैन सबै मासिको हो नि यो अर्कोले सबै खिच्यो नि उनीहरूले कहाँ रामसाई त हेरेन त्यो मात्र ल्याउने हो। ए हजुर त्यसो भए त हामीले यो अहिले जति फलहरू छ नि तुम्बा फलफुलहरू नि नास्पातीहरू आरुचाहरू पहिलाकै तिनीहरू पनि अलिक जगाउनु पर्ने हो कि है तुम्बा रामसाई जस्तो हराउँदैन कि पछि हराउँछ नि अब त यो अन्त हाम्रै बिरुवा राख्नुपर्छ कि त्यो चाहिँ राम्रो फल्छ हजुर बाहिरको पनि ल्याउनु पर्छ तर यहाँ भएकोलाई पनि जगाउने बेला भयो है त्यस्तै जस्तो अलैँची जस्तो चाहिँ नहोस् न अहिले रामसाई भन्दा पाउनु पनि पाउँदैन है पाउँदैन है गाउँमा रामसाई अहिले रामसाईको बिरुवा माग्नु गयो भने कहीँ देखिन है भाइ ए हजुर ए भडलाङ त्यो के थिएन रामसाई मात्रै देखेँ तुम्बाले रामसाई फेरि थाम्नु पनि कति थामेको तुम्बा अन्त त्यो हाम्रो माथि मूलबारीमा हजुर अनि त्यो सबै हामी 3 भाइले बाँटेको बाजेहरू हजुर बाजेले बाँटिदिएको त्यो उसमा त रामसाई जम्मै थियो तर एक्लैको वालदेखि गएको माथि हाम्रो सिरान माथिल्लो तालेपछि मानसम्म 3 भाइले बाँटेको थियो त्यहाँ अहिले हामीले बाँटेर त्यहाँ अलिअलि खाँदैछ नि त ए हजुर तुम्बा हिजोअस्तिसम्म म 15-16 सायद 17 वर्षसम्म होला हौ पुग्दा त्यति बेलासम्म पनि पुरा लामो लामो बोटहरू थियो त्यो डल्लै रामसाईहरू चाहिँ बाजेले रोपेको हो कि तुम्बाले रोप्नु भएको हो त्यो उहिलेको भनेपछि बाजेले रोपेको त्यो समयसम्म थिएको बाजेले अन्त रोपेको चाहिँ पछाडिको अझै पनि छैन कोही ठाउँ त कोही ठाउँ अझै पनि छ तुम्बा हो त्यस्तो बाँच्ने ए हजुर अहिलेको त के भएको 3 सालमा मर्छ फेरि तुम्बा है अन्त त 3 साल पनि थाम्दैन ए हजुर 1 साल मचेर फल्यो भने आगो त छैन ए हजुर हजुर त्यस्तो हुन्छ यहाँ अहिले ए हजुर कम्ती हुँदा जान्छ फल्दा पनि ए हजुर त्यो भएर पनि अहिले अब अलैँची पनि त्यति ज्यादा नभएको होला है अन्त कहीँ पनि अलैँची जोड छ भन्ने त सुनिएन ए हजुर हजुर पहिले तुम्बाहरूले नि सबै बारीबाट टिपिसकेर चाहिँ दुगाङतिर राख्दाखेरि कोही बेला दुगाङै बढ्छ भन्छ त कोही घरमा बढ्छ नि बढ्थ्यो है त्यो छोलाको थत्रे गर्छ त हजुर हजुर त्यसको तल यस्तो पेसेस अङ्गन छ नि हजुर हजुर जम्मा भोट्छ दुगाङ त अलि भोट्दैन ल भित्री त ए हजुर हजुर तर त्यस्तो भए पनि खतरा नि हो खतरा है तुम्बा त्यो बेला तुम्बा यहाँ माथि हाम्रो पञ्चायत पनि गर्नुभयो नि थपाले यो माथि
हजुर ताले कान्छ यताले आन्छ बाजे तुई जस्तोको हो मसँगै मात्रै कति प्रोजेक्ट हो ए हजुर उहाँहरूकोमा पनि पुरा फल्दैन त्यति बेला फल चाहिँ उसको त झन्चुङदेखि कतादेखि ट्याप ट्याप जसले असार चाहिँ च्याउँदेखि कहाँ चाहिँ मान्छेले बोक्नु नसकेर चाहिँ तुम्बा कहाँ बोक्नु सक्छ जसले पनि दिनभरि असार दाम नसकेर भोलि पनि लाउँछ ए हजुर फेरि उता टिप्नेले टिप्दैछ अनि के साह्रो फलेको अहिले चाहिँ फलेको फलेको त्यति बेला भाउ चाहिँ थिएन फेरि तुम्बा है भाउ त के हो त्यति बेला त के को भाउ छ कति पो 200 थियो कि बेसी हो भने 200 रुपियाँ बडाको तुम्बा ए मनको बोराको त कुनै अब कति छ त्यही भएर नि तुम्बा खासमा चाहिँ अहिले अब त्यो अलैँचीको पनि त्यस्तो हुँदैछ बा अरू चिजहरू पनि हामीले पहिलादेखि हुँदै आएको चिजलाई चाहिँ हामीले जोगाएनौँ भने भाउ हराउँछ कि भन्ने नि है तुम्बा मलाई त्यस्तो लाग्यो यो जोगाउनु पर्छ यस्तो के चाहिँ अब त्यसलाई चाहिँ के यस्तो मलहरू लाउँदाखेरि बाख्राकोले मर्छ कि न केले मर्छ त्यस्तो याद गर्नु पऱ्यो तुम्बा